फाइनली गाइज हामी केटिएम गइरहेछौँ अहिले। म र मेरो के भन्छ म र मेरो दिनाजु साइडमा छ। हामी दुवैजना गइरहेछौँ। अहिले एकछिनपछि भेटौँ ल। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू अनदर भिडियो। केटा हो, आज हामी सिन्धुलीको राइडमा छौँ। तपाईँहरू सबजना सपोर्ट गरिदिनु होला, माया पनि गरिदिनु होला। तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले हामी गइरहेको छु सिन्धुलीको बाटोबाट काठमाडौँ। म र मेरो भिनाजु, होइन भिनाजु काठमाडौँ गइरहेछ हामी, होइन। र गाइस काठमाडौँ पुग्न अब बाँकी छ, अझै एउटा पहाड चढ्न बाँकी छ। यो टर्निङमा त मजा आइहाल्छ। सो अब खोलावाला बाटो आइसकेछौँ हामी। छुमछुमे पानी। सो गाइस खोलावाला बाटो आइसकेछौँ हामी। खोलाको पहाडको बाटो झरेर तलको बाटो आइसकेछौँ। अब अझै कति टाढा छ। राइडमा केटाहरू भन्दाखेरि मेरो दाइ केटाहरूको दाइ हुनु भएको छ। हेरौँ अब के हुन्छ। पुरा स्पिडमा चलिरहेको छु अहिले त। तलको बाटोमा त मजा आइहाल्छ। तलको बाटो चाहिँ मजा खोला नाला पानी। फेरि पहाड चढ्ने बाटो आइसकेछ होला, मलाई थाहा भएन। धुलीखेल भन्दा कि धुलीखेल भन्छ अरे। तपाईँहरू हेर्नु सक्नुहुन्छ हामी अहिले सिलगढीको बाटो चढ्दै अब अर्को डेस्टिनेसन पुग्न आँटेछ। यहाँको बाटो त पुरा जिग्ज्याग रहेछ यारमा, मजा आइदिन्छ। मेरो दाइहरू हाई गरिदिनु। दाइहरूको कल आएछ नि। गाइस बाटोको हालत यस्तो छ काठमाडौँको, कसरी जानेन। काठमाडौँकै हालत यस्तो छ। सिन्धुली जाने बाटो के गर्ने गाइस, दिमाग खराब। Welcome back to my new another vlog. So here I am, Kathmandu पुग्न आँटिसक्यो। ल दाइ सही।